साथीहरु वेलकम छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा तपाईहरुलाई स्वागत छ है साथीहरु। म मेनुकर तामाङ भारती। म चाहिँ सन्चै आरामै छु। तपाईहरु सन्चै हुनुहुन्छ भने आशाको साथमा मैले चाहिँ आज फेरि पनि यो नयाँ भ्लग बनाउन लागेको है साथीहरु। अनि म चाहिँ अब जान लागेको छु गाईलाई कुडो खुवाउनलाई। कुडो राखेको छ खरबुजा। हामीले चाहिँ खरबुजा राखेको, खरबुजाको बोक्रा खरबुजा चाहिँ खायौँ, भित्रको चाहिँ बाहिरको चाहिँ छ। हेलो साथीहरु, मैले चाहिँ यहाँ बोकेर हिँडेको छु यसरी कुडो गाईलाई खुवाउनलाई। मैले चाहिँ यसरी कुडो बोकेर हिँडेको छु। मजाले गाईलाई कुडो घाँस दिने हो। त्यही हो। यहाँ रहेको छ हाम्रो चाहिँ गोठ। मैले चाहिँ यहाँभित्र बाँधेको है। हाम्रो यहाँ रहेको छ पानी। यसरी गोडमा ठ्याम ठ्याम हाल्ने अनि खुवाउने हो साथीहरू। यति दिएपछि त कस्तो पेट नहोला त है। कति रमाइ खान्छ कि फेरि यो खरबुजाको बोक्रा। मेरो चाहिँ गाईले सुरुप सुरुप लाएर खाएर ढ्याउन लागेको छ। यहाँ रहेको छ यसरी गोबरहरू रहेको छ। अब चाहिँ मैले स्वाई लाएर सोरेर फाल्छु। मैले चाहिँ साथीहरू गोबर सोर्न लागेको। हाम्रो गाउँघरमा त यस्तै हुन्छ है, के गर्ने। एउटा गाई भयो नि नपाले त खेती नै नहुने है साथीहरू। यसरी गऱ्यो, यसरी गरेर फलाएर बाहिर खाने हो। अनि बाहिर फालेपछि यसरी यता गाईले गोडो खाँदै गर्दा यता आफू चाहिँ यसरी यहाँनिर थाप्न फाल्नु पर्यो। कस्तो मिठो बास्ना आइरहेछ। कस्तो मिठो बास्ना आइरहेछ गोबरको। यसरी सोरेर फालेर सकाउनु पर्ने हुन्छ। ओइ राइज ब्रो हेलो साथीहरू, मैले चाहिँ यत्तिकै चरिचट्ट लाएर सफा बनाएको छु। यो चाहिँ अहिले मजाले ओभाउँछ। यता पनि मेरो गाईले भ्यायो। माटो लगाएको थियो, चराउन लगाएको थिएँ। चराउन लग्या भएर माटो लगाएछ है काली। काली ल अब हामी घर जान्छौँ। अहिले चाहिँ गाईलाई नि पानी दिए, गोबर दिउँसो नि सोर्नुपर्छ, बिहान नि सोर्नुपर्छ, बेलुका नि एक फेर सोर्नुपर्छ है। हामी चाहिँ तीनचोटि सोर्नुपर्छ। त फोहोर हुन्छ नि त, भकारी हो कि के भन्छ हो। अब चाहिँ हामी चाहिँ अब आऊ बाबु जाम, आऊ उही आऊ भनेको जाम, आऊ बिस्तारै आऊ है। यहाँ चाहिँ यसरी ताल परेको छ है, भुइँमा चाहिँ ताल परेको छ। यो पछाडिको यो घर बनाउँदाखेरि चाहिँ त्यहाँ सिमेन्टी मसलाहरू घोप्दाखेरि चाहिँ खाल्डो परेर पानी जमेको। र अब हामी मजाले अब चाहिँ के भयो अगाडि हिँड्ने भन्ने हुन्छ है। यो चाहिँ यसरी अगाडि हिँड्न पायो भने चाहिँ खुसी हुन्छ। अब चाहिँ हामी मजाले अब साबुन पानीले हात धोएर नानी लिन जानुपर्ने हुन्छ। बाबु दिदी लिन जाने कि नजाने? जाने?
दिदी लिन जाने हो ए त्यता जाने अलि जाने पख अब यता हेलो साथीहरू हामी चाहिँ नानी लिन जान लागेको गाग्री पनि लिएर जानलाई आउने बेलामा चिसो पानी लिएर आउनुहुन्छ नि त हो अब चाहिँ म चाहिँ छाता यसरी ओढेर यसरी गरेर भिडियो बनाउँदै हिँड्यो है कस्तो छ बाबु गुड गरिदेऊ नि त ल गुड देखाइदेऊ गुड हामी चाहिँ अब आमा छोरा चाहिँ नानी लिन जाँदैछौँ 3टा खोला कटेर जानुपर्छ हो साथीहरू नानी लिन जान पनि कति गाह्रो छ ल भन्नु त ओहो घरको काम पनि भ्याउ अनि सबै बाहिर नि गर कस्तो गाह्रो हुन्छ नि तर के गर्नुपर्छ गाउँलेको जीवन यस्तै त हो नि है ल साथीहरू म चाहिँ हिँडिसकेको अब यहाँबाट नानी लिन जान पनि 1 घन्टै लाग्छ हो मलाई त्यहाँ पुग्न नि त्यही भएर फटाफट जानुपर्छ नत्र त फेरि ढिलो हुन्छ नि त ढिलो भयो भने मेरो चाहिँ नानी चाहिँ बाहिर गेटमा एक्लै न्याउ परेर बस्छ यहाँ चाहिँ यस्तो उकालो ओह्रालो छ है किनकि यहाँ उकालो ओह्रालोमा त अनि अलिक गाह्रो हुन्छ बाटो हेरेर हिँड्नुपर्ने हुन्छ त्यही भएर अलिअलि मिस्टेक हुनसक्छ यस्तो छ क्या सानो बाटोहरू छ क्या त्यही भएर गाडी छ यता र उता नि त्यही हो साथीहरू अनि हाम्रो चाहिँ पानी लिन आउने कुवा चाहिँ यो रहेको छ हाम्रो चाहिँ यहाँ कुवा रहेको छ ल साथीहरू हाम्रो त देवर बाबु पनि आइसके यहाँ रहेको छ फर्स्ट खोला यो चाहिँ अलि सानो छ अनि अहिले फेरि आइपुग्छ अर्को खोला हाम्रो चाहिँ यो खोलालाई के खोला भन्छ कस्तो यादै नआएको हो के गर्नु यहीँ बसेर नि यहीँ आफ्नै खोलाको नाम पनि थाहा नभइरहेको क्या भरे गएर आमालाई सोध्नु पर्ला सासु आमालाई अनि अब धन्य लडेन यस्तो चिप्लो र सानो बाटो छ है हेलो भन्देऊ न सबैजनालाई गुड बाबु ए भन्देऊ त ए भन्देऊ न गुड बी भन्देऊ गुड सी भन गुड मेरो चाहिँ बाबुले बल्ल आजले अलिअलि बोल्न थालेको छ त्यही हो साथीहरू यहाँ मकैलो खोज्छ है मकैको पातले यसरी गरेर हिँड्नुपर्छ नत्र त घोज्छ हो यहाँ मकैहरू छ क्या अनि यहाँ नि छ कि मकै यहाँ चाहिँ म हिँड्ने बाटोमा चाहिँ यसरी मकै छ क्या अनि यो छाताले यसरी छेकेर हिँड्नुपर्छ हाम्रो यहाँ चाहिँ कचुमेन्टीहरूको बारी हो बल्ल मकै बारी कट्यो अब चाहिँ हाम्रो यहाँ यस्तो छ है हाम्रो गाउँ कस्तो छ साथीहरू हाम्रो गाउँ मेरो चाहिँ माइती चाहिँ ऊ तलपट्टि छ है साथीहरू माइती गाउँ यो मेरो बारीको चाहिँ माइती गाउँ हो यो चाहिँ मेरो घरको गाउँ हो तर घरको गाउँ म हिँड्ने बाटो चाहिँ यस्तो छ है साथीहरू किनकि हामी हिँड्ने बाटो यस्तै हो ल साथीहरू हाम्रो चाहिँ सासु आमा आउँदै हुनुहुन्छ हे त हेर्नु त बनाएको नि अलिअलि यस्तो भिडियो बनाउँदै हिँड्यो नि हाम्रो चाहिँ यतातिर धान काट्ने बेला भएको छ है साथीहरू है यस्तो पयाले पाकिरहेको छ धानहरू
मजाले फलेको छ फल्न पर्ने। मेरो माइती गाउँ चाहिँ त्यो तल पुच्छारको घर हो है। अनि यता हेर्नु परिवार क्या मजाले उडिरहेको छ। परिवारले चाहिँ मजाले बिउ सकाउने भयो। अनि हाम्रो चाहिँ धानको बिउ सकाउँछ। अनि कोहीको त यतिको भइसक्यो नि त धानको बिउहरू, कोहीको त भर्खर भर्खर राख्दैछ है। त्यही भएर हामी चाहिँ दोस्रो खोलामा आइपुगेको छ। हेर्न सक्नुहुन्छ यो चाहिँ दोस्रो खोला हो। यो चाहिँ खार खोला हो। यो खोलाको नाम चाहिँ आहा क्या खुट्टा चिसो भइरहेको। ल हेर्नु यसरी खोला तर्न पर्छ। तपाईँहरूलाई खोला तर्न जाने कि जाने छैन? हामी गाउँलेहरूले चाहिँ यसरी खोला मजाले तर्न अहिले चाहिँ अलिअलि कष्ट गर्नै पर्छ। कष्ट नगरे हुँदैन है बाबु। मकैबारी तर्याम हरियो काँक्रो कर्याम मैले त अस्ति काँक्रो खाएको यस्तो पेट दुखेर है साथीहरू। आफू त बिरामी भइदिएर अनि बिरामी भएर अनि मेरो पालो त्यो चिसोले होला घरको एउटा लोकल कुखुरा काटेर खाएपछि बल्ल अनि सन्चो भयो। अनि चिसोले भेटेको रहेछ भन्ने थाहा भयो। अनि मैले चाहिँ अनि एउटा सिङ्गी कुखुरा त खाएन। मैले चाहिँ मेरो बुढाको लागि नि राखिदिएको भएको है। आफूले मात्रै पनि खानु भएन नि त। माया लाग्छ नि। के गर्नु है बुढा? यसरी बोकेर हिँड्नुपर्छ बाबुलाई, तपाईँलाई के थाहा कति गाह्रो हुन्छ भनेर। हामी चाहिँ अहिले साधोबाट आइपुग्न लागेको छौँ। अनि साधोबटेबाट अम्मै मेरो बाबु झुलेको। अबै को झुलेको को निदाएको हो त्यहाँ हेर त। आफै जहिले नै यस्तै हो क्या साथीहरू। खालि बोकेर हिँड्छु निन्द्राले लट्ठ हुँदै पर्दै। के गर्नु है बाबु? मम्मीले पापा किनिदिन्छु नि त। हस् हो त पापा किनिदिन्छु नि त। नुनु नगर ल। हुन्छ हेर्नु न साथीहरू, पापा किनिदिन्छु भनेपछि त कसै झल्यास लाएर बिउ दिन्छ क्या। मम्मीले हो त पापा किनिदिन्छु नि त। ल साथीहरू म चाहिँ बाबुलाई समाउनु पर्ने हुन्छ। झुलिरहेको छ। फेरि अहिले अर्को भिडियो देखाउने छु तपाईँहरूलाई। यहाँ रहेको छ हाम्रो तेस्रो खोला यानि कि दरौदी खोला है। हामी चाहिँ दरौदी खोलामा आइपुगेको छौँ। न हातले मैले त कपाल बस्ने मैले घरमा त्यो बजारमा आइपुगेको छौँ हामीहरू। तबाट हो यसरी जाने ल, छेउछेउ जाने है। हामी चाहिँ बजारमा आइपुगेको छ। हेलो साथीहरू। हेलो साथीहरू, मैले चाहिँ नानी लिएर आउने बेला चाहिँ आँप लिएर आएको थिएँ। तपाईँहरू हेर्न सक्नुहुन्छ। मेरो अब खाजा चाहिँ यही आँप हो है। यसरी हो तर हेर्दा चाहिँ काँचो काँचो देखिँदो रहेछ बाहिरबाट चाहिँ। अनि भित्र चाहिँ एकदम रसिलो। मलाई त एकदम मनपर्छ है आँप चाहिँ। यसरी रसहरू पनि चुहिरहेको छ। हेर्न सक्नुहुन्छ।
आज फर्स्ट टाइम खाएको आँप चाहिँ यो वर्षको चाहिँ। अनि पहिला त अनि आफ्नै बोटमा हुन्थ्यो, यसपालिको चाहिँ असिना बेसरी आयो। अनि असिना आएर अनि जम्मै झार्दियो कि, अनि त्यही भएर अनि किनेर खानु परेको छ। यो चाहिँ एकदम मिठो गुलियो रहेछ कि, यति नै अमिलो नभएको गुलियो कि, रस यसरी तोरुरु चुहिरहेछ। पहिला माइतमा हुने बेला चाहिँ सानोमा हुँदाखेरि चाहिँ दाइ र म मिलेर चाहिँ हामी चाहिँ झोलाभरि ल्याउँथ्यो कि वनबाट टिपेर। अहिले त यसरी किनेर खानुपर्छ। यो चाहिँ सक्यो। हेलो साथीहरू, म चाहिँ डोको र नाम्लो अनि कच्ची लिएर कच्ची हालिहाल्नु ए हालेर धन्न कच्ची हालेर चाहिँ म चाहिँ घाँस काट्न हिँडेको। मलाई त बानी नपरेर क्या हो, कस्तो हात बल्छ हो। पछ्यौरी नि ल्याउन बिर्सेछ है साथीहरू। यस्तो छ हाम्रो चाहिँ वन छ, गाडी छ, के गर्नु साथीहरू। बारीमा गएर घाँस त काट्नै पर्यो। गाडीहरू चाहिँ यस्तो छ। अहिले 5:30 भयो। काटेर आउनुपर्छ घाँस। काटेर आएर छिटो भात तरकारी बनाउनु पर्यो। हेलो साथीहरू, म चाहिँ मकैबारीमा आएको छु। मैले चाहिँ यो सबै हिजो काटेको है घाँसहरू चाहिँ। अनि यता विकासी घाँसहरू पनि रोपेको छु। डाँठहरू सेतै सेतै छ है। यो चाहिँ मैले रोपेको, यो चाहिँ मेरो मकैबारी हो, हेर्न सक्नुहुन्छ। अनि यता खेत अनि रहेको छ। अब महिनाहरू पुरै घाँस काट्नु पर्ने हुन्छ। यो कालाको घाँसहरू, यो पुरै यो कालाको घाँसहरू काटेर भ्याएर तपाईँलाई म देखाउने छु है फेरि पनि। हेलो साथीहरू, मैले चाहिँ यहाँ घाँसहरू नि रोपेर भ्याएँ। विकासी घाँस बाँकी रहेको थियो। यो सबै हेर्न सक्नुहुन्छ। यहाँ राखेको छु मेरो भारी। अनि यहाँ छ एक मुठा, ट्याक्क लाएर काँधमा हालेर अब जानु पर्यो। रात पर्न लागिसक्यो है। बाई बाई साथीहरू, आजको भ्लग चाहिँ यति नै हो। सबैले हेरेर माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। आशा छ तपाईँहरूसँगबाटै हुन्छ। बाई बाई, फेरि नेक्स्ट भिडियोमा भेटौँला।